हेलो साथीहरू नमस्ते। सधैँको जस्तै आज पनि एउटा नयाँ भिडियो ल्याएर आएको छु म। जस्तो तपाईहरुले यो हेरिराख्नु भएको छ, यसलाई भन्छ हाम्रो इन्जिनियरिङ भाषामा हनी कम्बाइन भन्छ है। हनी कम्बाइन भनेको कस्तो मौराको थोत्रा जस्तो के, मौराको थोत्रा जस्तो यो यसरी स्ट्रक्चर देखियो। अब जसमा यो के भित्रको चाहिँ स्टिलको बार पनि देखियो यहाँ, अनि यो चाहिँ कन्क्रिट चाहिँ मजाले मिलेन। किन मिलेन भन्दाखेरि यसमा चाहिँ भाइब्रेटरको युज गरेको छैन, कम्प्रेसन गरिएको छैन, यो त्यत्तिकै मसला हालेको छ। त्यो भएको कारणले यो कस्तो भयो, यस्तो स्ट्रक्चर आयो फर्मा खोल्दाखेरि। अब यसले के बेफाइदा गर्छ भन्दाखेरि जस्तै अब यो पहिलो कुरा त यो बाहिर डन्डी देखिहाल्यो। यसमा हाम्रो यदि बिम हो भने चाहिँ हाम्रो 25 mm को क्लियर कबल हाल्नु पर्यो यहाँनिर। यदि कोलुम हो भने 40 mm को हाल्नु पर्यो। स्ल्याब हो भने 25 mm को हाल्नु पर्यो। त्यसरी यो हालिएको छैन। अब नहाल्दाखेरि यो सिधै तल देखियो। अब यो यहाँबाट मसला हाल्दाखेरि के हुन्छ, एयर अनि वाटरको कन्ट्याक्टमा आउँछ, यो खिया लागेर के हुन्छ हाम्रो यो बिल्डिङ चाहिँ कमजोर हुने हुन्छ। अब यो कमजोर हुन्छ र स्ट्रक्चर विक हुन्छ। अब यो चाहिँ आउन नदिनको लागि हाम्रो प्रोपर कम्प्याक्सन गर्न पर्यो है। अनि कन्क्रिटलाई मजाले मिलाउनु पर्यो, रेसियोमा मिलाउनु पर्यो र सबैलाई जानकारीको लागि भन्नु पर्यो कि कभर ब्लक चाहिँ अनिवार्य रूपमा प्रोभाइड गर्नु पर्यो भनेर भन्नु पर्यो।